अहिले मार्केटमा जागिरको क्रममा अचम्म खालका ट्रेन्डहरू देखा पर्न थालेका छन्। के भइरहेछ भन्दाखेरि कुनै एउटा व्यक्तिलाई अर्को एउटा व्यक्ति जो चाहिँ काममा लगाउने व्यक्ति हुन्छ, काममा लगाउने व्यक्तिले त्यत्तिकै काममा लगाउँछ, सम्झौता पनि गर्दैन, त्यत्तिकै काम लगाइरहेको हुन्छ। अनि भोलिका दिनमा उसलाई पेमेन्ट गर्नुपर्ने, सुविधा दिनुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा तपाईको र मेरो बिचमा त करार पनि छैन, सम्झौता पनि छैन। श्रम ऐन अन्तर्गत चाहिँ करार नगरिकन, सम्झौता नगरिकन काममा लगाउन पाइँदैन। तपाईको र मेरो बिचमा कुनै सम्बन्धै छैन भनेर चाहिँ अब पेमेन्टहरू नदिने, दुःख हैरान दिने काम भइरहेछ। अब यो विषयमा हाम्रो श्रम ऐनमा चाहिँ के लेखिएको छ भन्दाखेरि मौखिक रूपमा श्रमिकलाई रोजगारी दिएमा पनि श्रमिक र रोजगारदाताको बिचमा सम्बन्ध स्थापित हुन्छ भनेर हाम्रो श्रम ऐनले भन्छ। र अब यदि यस्तो विवाद आयो, श्रमिक र रोजगारदाताको बिचमा चाहिँ विवाद आयो भने यस्तो अवस्थामा यसको विवाद चाहिँ श्रम कार्यालयले हेर्छ र श्रम कार्यालयमा तपाईँले गएर निवेदन दिनुभयो भने तपाईँको विषयमा श्रम कार्यालयले चाहिँ तपाईँ रोजगारदाता हो वा होइन, तपाईँले रोजगारी लिएको हो कि होइन, तपाईँ इम्प्लोइ हो कि होइन भन्ने विषयमा चाहिँ तथ्य प्रमाण हेर्छ र निरूपण गर्छ। त्यसपछि यदि तपाईँको र रोजगारदाता जो इम्प्लोयर छ तपाईँहरूको बिचमा सम्बन्ध कायम रहेको, सम्बन्ध रहेको भन्ने कुरा चाहिँ यदि श्रम कार्यालयले निरूपण गर्यो भने त्यस्तो अवस्थामा तपाईँले पाउनुपर्ने सुविधा, तलब लगायतका विषयहरू तपाईँहरूले पाउनुहुन्छ।